उही तिमी उही म हामी फेरि भेट्नेछौँ तर अन्जान हुनेछौँ। कहिलेकाहीँ जीवनका बाटाहरूले त्यस्तो मोड लिन्छन् जहाँ न त भेट्न सकिन्छ न त बिर्सन नै। उही तिमी जसले अनगिन्ती बाचाहरू गर्यो तर आँखामा सपना मात्र सुम्पियो। उही म जसले तिम्रो अनुपस्थितिलाई पनि उपस्थितिको रूपमा महसुस गरिरहेको छु। समयले हामीलाई छुट्यायो, यो गलत फहमी हो। तिमीले हाम्रो सम्बन्धलाई सकायौ तर नियतिले फेरि कतै भेटाउनेछ, सायद कुनै सहरको भेटमा, सायद कुनै मुस्कानको छेउमा। तर त्यो भेट पहिलाको जस्तो हुने छैन किनभने हामी अन्जान हुनेछौँ। तिम्रो नजर मेरो हृदयलाई चिन्छ तर ओठले नाम सम्झन सक्दैन। म पनि तिम्रो आवाज सुनेर केही बेर मौन बस्नेछु तर केही भन्दिन। केवल मुटुभित्र एक धड्कन फुसफुसाउनेछ, उही तिमी उही म। र हामी हाम्रा बितेका समयहरू याद गर्दै मनमनै मन्द मुस्कानका साथ मुस्कुराउनेछौँ र आफ्नो गन्तव्यतर्फ लाग्नेछौँ।